गरम पनि कति बढिहालेछ रे। बोल। भेष बगाइहालो, घर पनि बगाइहालो। ओहो, खत्तम भइहालेछ। चिन्ता नगर, अर्को महिनामा तमक पठाइदिइहाल्छु। धेरै चिन्ता नगर। अरू त सबै ठिकै छ नि? त चिन्ता नगर, अर्को महिना म तन्क पठाइदिइहाल्छु। त बच्चा बच्ची ठिक ठाक छ नि? त बच्चा बच्चीका राम्रो ख्याल गर। ठिक छ ठिक छ। साला 7 लाख रुपियाँ ऋण तिरेर आएको छ, फेरि घर खेत बगाइहालेछ। गरीबको जिन्दगी में कभी भी सुख नहीं मिलता है। अब त नेपालमा पनि बर्खा लाग्न सुरु भयो, खेतीपातीको सिजनहरू पनि सुरु हुन थाल्यो होला। अब खेतीपाती लाउने समय भयो। घरमा बुढा आमा पनि बुढाबुढी हुनुभयो। मिठालालको पनि बिचरा त्यत्रो ऋण गरेर आएको छु भन्छ, सन्तरैमा त ब्याज महँगो रहेछ दाइ। अनि भन्दै थियो केटा घरबार बगायो भनेर, के भएको रहेछ एकचोटि बुझाउन दाइ, नत्र हामी सबैजना मिलेर अगाडि सहयोग गर्न सकिन्छ। हुन्छ, यसो गरौँ न, पहिला त्यसलाई बोलाउँ, त्यो तल छ अरे, अलिक चिन्तितमा छ अरे। बोलाएर कुरा गरौँ न, के हो कस्तो के भएर रहेछ मिठालालको। अनि हामी सबैजना बसेर अब सहयोग गर्न पर्छ कि अथवा के कस्तो अवस्था रहेछ बुझौँ, नत्र यसो सबै साथीहरू मिलेर 1-2 पैसा सहयोग गर्न मिल्छ कि अथवा के हुन्छ गरौँ त। हामी छलफल गरौँ बसेर। जे भए नि आफ्नो साथी हो, आफ्नो चाहिँ अब टाढाकै तराईवासी नै भए पनि हामी परदेशी हो। जो जहाँको भए पनि सबै हामी नेपाली हो दाइ। एउटा नेपालीले पढ्दाखेरि अर्को नेपालीले सहयोग गर्नुपर्छ। ठिक छ, मिठालाललाई भेटौँ के कति क्षति भएको छ, नत्र भने ऊ पनि चिन्तामा छ बिचरा। अलिअलि सहयोग उठाएर केही गर्नुपर्छ होला हौ दाइ। त्यसै गरेर जाउँ त मिठालालतिर। साला 7 लाख रुपियाँ ऋण तिरेर आइहालेको छु, फेरि घर खेत बढिहालेछ। जिन्दगी में कति दुख मिलता है, कभी भी सुख नहीं मिलता है। मिठालाल, ए मिठालाल। खाना नि झरेर तिमी त यहीँ छ है, खाना मैले ल्याइदिएँ। ठीक छ, भइहाल्छ। धन्यवाद। भन्दा के छ हौ खबर? बस बेडसिट मिलाएन, ड्युटीबाट आयो, यस्तै छोड्यो, यस्तै सुत्यो। त्यो कामको पनि चपाटो हुन्छ। यहाँ त यस्तै हो विदेशको जिन्दगी त। भन राजा, के छ अब? ठिक छ दाइ। अब त बर्खा नै लाग्यो है नेपालमा। बर्खा सिजन भयो यार, अब खेतीपाती गर्ने समयहरू पनि भयो। त्यस्तै छ। खेतीपाती भन्दा पनि दाइ बर्खाको सिजनमा हेर्नु न, मिठालालको घरबार बगाएर यार। हो अब को हाम्रो त्यो मिठालालको? हेर्नु न, तराईमा बाढी आएर। ए त्यस्तो भयो अरे। के भयो त, क्षति त ठुलो खासै भएन होला नि त। खोइ भैँसी घर गोठ सबै बगाएको हुन्छ। ए त्यस्तो भयो बिचरा। हामीसँग काम गर्ने मान्छे, अब सँगैको साथीहरू, अब अलिकति मनमा केही त हुन्छ नि होइन। त्यस्तो भएछ है मिठालालको। त्यस्तै छ हौ दाइ। के गर्नु, विदेशी जिन्दगी। अब खै के भन्ने, आफ्नै पनि त्यस्तै हालत छ। सबैको उही हो, एउटै हो पारा। के भन्ने, त्यही हो दाइ। हेर्नु न, गाउँमा कोही युवा छैन। खेतीपातीको सिजन सुरु भयो। अब बर्खामा अब धानसान रोप्ने यताउता, त्यो हाम्रो पनि त्यही छ ताल। अब घरमा चाहिँ अब बुढाबुढी आमा बुवा हुनुहुन्छ। अब हामी अब यस्तै हो, अलि युवाहरू जति छोराछोरी जति सबै अब विदेश लाग्ने, अब दुःख गर्ने, त्यही त भएको छ। अहिले गाउँमा त अब खेतीपाती लाउने सिजन त हो नि। अब लाउने कसले? अब घरमा भएको बाउ आमा बुढाबुढी छ, काम गर्न गाह्रो मान्छ, त्यही त भइरहेको छ यहाँ हेर्नु नि दाइ, मेरो त म घरको एक्लो छोरा,
म आफै विदेशमा छु, खेतीपातीको सिजन सुरु भयो, त्यही त बाबामा काम गर्न सक्नुहुन्न दाइ, टेन्सन छ हौ दाइ। सबैको त्यही छ, सबैको त्यही छ। हाम्रो पनि त्यस्तै, मेरो पनि त्यस्तै हालत भएको। भनेपछि मिठालालको त्यस्तो भयो अरे है? त्यही त अघि ठ्याक्क म आएको थिएँ, खाना बनाउन जानु पर्यो भनेर बिचरा चिन्ता मानेर बसिरहेको छ हौ दाइ। केटोको त समस्या भएछ त। यसो अब अहिले भेटाएर कुरा गरौँ न, के हो कस्तो हो, खेती के कस्तो भएको छ छैन। अब केटोलाई चिन्तित होला, यसो कुराकानी गरौँ न है हामी भेटाएर अहिले, हामी सबैजना बसेर। हुन्छ दाइ, मेरो नि बा बिरामी हुन्थ्यो दाइ, हेर्नु यत्रो धेरै ऋण बोकेर आएँ, 7 लाख रुपियाँ ऋण छ दाइ। सबै त्यस्तै, यहाँ आउन त धेरै तिरेर, मैले नि 7 लाख तिरेर आएको हो। अब अहिले यतिकै समय भइसक्यो। अब त्यो ऋण मात्रै होइन, अरू बाँकी पहिला अब नेपाल बस्दा नि अलिअलि यताउता गरेको ऋणहरू यताउता गर्दा थुप्रै छ नि। अब अहिलेसम्म नि ऋण तिर्ने अब छाँटकाँट छैन। यस्तै परदेशी जिन्दगी त यही रहेछ हौ राजा, के गर्नु अब। चिन्ता लाग्छ दाइ, निद्रा लाग्दैन, कमाइ हेर्नु भने रातभरि सुत्न सकिँदैन दाइ। त्यही सबैको त्यही छ, जस्तै सम्झिने हो नि त। अब र पनि अब त्यस्तो चाहिँ मनमा लिनु भएन। त्यस्तो मनमा लियो भने त तनावै तनाव भइहाल्छ। केटो सुतिरहेको छ के हो? सुतिरहेको छ दाइ, खाना नि झरेन हो? ओ मिठालाल, उठाउ राजा उठाउ, हामी पनि बसौँ न यहाँ। के भयो? के हो अनि यसो यस्तो यस्तो भयो अरे भनेको सुनेको छु, के हो खास? दाजु बिजोग भइहाल्यो, बाढी बाढी सब बगाइहाल्यो बाढीले। बाढी राम्रै आयो के हो त्यता त? तराईमा त जहिले त्यस्तै हुन्छ क्या। राम्रै आइहालेछ। त 2 माउ भैँसी थियो, वो पनि बगाइहालेछ। 4 माउ बाख्रा थियो, वो पनि बगाइहालेछ। 1 खोर कुखुरा पनि बगाइहालेछ। जिन्दगी ठिक छैन दाजु। यसलाई त तनाव परेछ त हौ सुन्दर भाइ, के हो? त्यही त भने त हेर्नुहोस्, बिचरा भर्खरै आएको त्यत्रो ऋण गरेर के गर्न सकिन्छ। धेरै क्षति भयो जस्तो छ। अलिअलि पैसा उठाएर सहयोग गर्ने हो कि अब भन्दा खै यसो गरौँ न। अब यसलाई अलिक समस्या परे जस्तो छ। हामी यहाँ साथीभाइहरू कति छौँ, साथीभाइहरू सबैजना मिलेर सरसल्लाह गरेर यसो सकेको अलिअलि सहयोग गरौँ न त, यसो मिलेर। यसो गरौँ, यसलाई चाहिँ कसो गरौँ भने दाइ, हामी यहाँ धेरैजना छौँ, थोरैले पनि मिठालालको एउटा समस्या समाधान हुन्छ भने हामी सबैजना मिलेर थोरै सहयोग उठाउँ। के भन्छौ हो धनलाल, मिठालाल तिमी? त्यस्तो गरिहाल्नुहुन्छ भने त म पनि त खुसी भइहाल्छु। मेरो पनि सानो समस्या टरिहाल्छ। ल अब के गरौँ त्यही गरौँ होइन? अब भोलि छुट्टी छ, भोलि सबैजना बसेर मिटिङ गरौँ ल, सरसल्लाह गरौँ ल। तिमी चिन्ता नगर, खाना खाऊ है। खाना त्यही टेबलमा राखिदिएको छु, अघि म आएको थिएँ। ल हामी उ गर्छौँ, समाधान गर्छौँ, अलिअलि अब त्यो सकेको यताउता सहयोग गर्छौँ है। धन्यवाद धन्यवाद। विराज दाई, हजुर हजुर, कति फिजिकल मात्र गर्नुहुन्छ? एकछिन आउनु न, म एकछिन एक्सर्साइज गरेको भाइ, कुराकानी गरौँ। यसो जिउ फुर्किलो हुन्छ भनेर। आउनु न, आउनु एकछिन कुराकानी गरौँ। ल अब आउँदैछु। किन बोलाएको भाइ? विराज दाई, एउटा परदेशीले जन्मभूमि छोडिसकेपछि हरेक कुरा छुटाउँदो रहेछ है। अनि राजु भाइ, आफू जन्मेको ठाउँ, ओखाली ओह्राली गरेको सबै बिर्सिँदो रहेछ नि। अनि विराज दाई, आफू जन्मेको जन्मभूमि एउटा हाम्रो देश नेपालको माटोको सुगन्ध अनि ती कलिला बाल बच्चाहरूले ताते ताते भन्दै गरेको त्यो बोली सुन्दा मन छिया छिया हुँदो रहेछ यार विराज। होइन के हो साथी हो, निकै भला खुसरी भइरहेछ त्यहाँ। होइन नि दाजु,
यो परदेशीहरूले धेरै कुराहरू छुटाउँदो रहेछ नि है। फेरि त्यही भावनात्मक कुरा गर्नुभयो हो नि त। ती रोगी बाआमाको मलमपट्टि हरेक पल एक्लो हुँदाको आत्मीयताको त्यो कसिलो डोरी, बाआमाको माया, देशप्रतिको माया, हरेक कुरा छुटाउँछ एउटा परदेशीले साथी। म त्यहाँ बसेर निकै बेर सुने, तपाईँ दुईजना निकै भावुक भएर बसेको छु नि। अनि मलाई पनि भित्रदेखि आत्मादेखि नै कता कता छोयो। अनि त्यही भएर तपाईँहरूसँग यसो मलाई कसरी गरौँ भनेर छिरेको नि साथी। के छ भने बिना सरकारी घर जाने भन्नुहुन्थ्यो। परदेशी जिन्दगी भनेको एउटा पीडादायक जिन्दगी नै हुँदो रहेछ। त्यस्तै हो साथी, त्यस्तै हो। जाने भनेको अब छुट्टी मिलेर जाने हो। ठिक छ, जानु भने हाम्रो नि बाला एकजोड जुत्ता लगिदिनु है। हुन्छ मेरो पनि केही अलिकति सामान छ, तपाईँ लगेर जानु है। हुन्छ ल, धेरै बेर गफ नगरौँ, ड्युटी बेलामा जानुपर्छ। ल अहिले लाग्यो। दाइ परदेश गएको पनि लामो समय भयो। बुढा भएका बाबाआमा अनि मुना भाउजू, बिचरा मेरी मुना भाउजू, दाइको यादहरूले कति सताउँदै लुकामारी खेल्दो हो। दाइप्रतिको हरेक दिन हरेक क्षणको यादहरूले बारम्बार मोर्चा पार्दो हो। यो संसारमा याद भन्ने चिज पनि कस्तो हुँदो रहेछ, सधैँ मनभरि टाँसिएर रहिरहने। दाइ कुनै अपराधी पनि थिएन, दोषी परिस्थिति अनि समय थियो। हाम्रो मायाले दाइलाई कहिले परिवारको समीपमा राख्न सकेन। हाम्रै खुसीको लागि दाइले आफ्नो मातृभूमि छोडेर परिवारको खुसी अनि मलाई डाक्टर बनाउने ठुलो सपना बोकेर परदेशको भूमिमा रगत र पसिनासँगै पैसा सार्दै हुनुहुन्छ। यसै गरी देशको राजनीतिक अवस्था र व्यवस्था नबदलिने हो भने मेरो सपना डाक्टर होइन, विदेशीको दासी भएला जस्तो छ। सुखै सुखको तिम्रो जिन्दगी जिउने चाहनामा घर छोडेर बिरानो मुलुकमा गयौ। तिमीलाई के कस्तो छ त्यो त थाहा छैन बाबु। कुनै दिन भोकै सुते होला, कति रात निद्रामा बिते होलान् बाबु। कुनै दिन त आफ्नो लागि नै सोच्ने गर है, सोच्ने गर। मेरो नजरले तिमीलाई कहिले पनि पाएको देखेन, सधैँ बच्चा छौ जस्तो लाग्छ। तर पनि आफ्नो परिवारप्रति जिम्मेवारीको भारी थेक्न सक्ने भएछौ बाबु। तिमी भए जस्तो आज यो घर छैन। खानादेखि औषधिसम्म समयमै खुवाउने गर्थ्यौ बाबु। खै आजभोलि कति बेला के खान्छु आफैले थाहा हुँदैन। बुहारी पनि घर छोडेर माइतमा छिन्। तिम्रो खुसी फर्काउन आफ्नै देश फर्क बाबु। अब त आफ्नै घर फर्क बाबु। तिम्रो खुसी यही छ। तिम्रो परिवार सम्हाल बाबु, तिम्रो परिवार सम्हाल। टोलाएर भइसकेको म यसो बुढो भएको ताईलाई यसो भिड राउन्ड भएर यसो बाहिर लागेको थिएँ। मेरो टोलाएर भइसकेको थियो। मलाई त छोराको भन्दा तिम्रो पनि टेन्सन लाग्नु थाल्यो। अनि दबाई खायो त? के गर्नु त ठुलोको बा, बुढाबुढी मात्रै छन्। हजुरमा घर मलाई पुगेर बस्नु पनि नमिल्ने, काम परेर बाहिर हिँडिराख्नु पर्छ। भएको एउटा बुहारी पनि हामीलाई छोडेर माइतीमा बस्छिन्। छोरो परदेश छ, त्यसैको यादले मात्र सताउँछ। एक्लै हुँदा अनेक थरी मनमा कुरा हेर्छन्। नसोचेर के गरौँ, बुझ्दैन पापी मन। ल हिँड्नु, बिहानै निस्किनु भएको, केही नखाएर चिया नास्ता बनाएको छु, खाने सँगै जाऊ।